What's up everyone? फेरि पनि स्वागत छ मेरो नयाँ रिएक्सन भिडियोमा र आज चाहिँ म रियाक्ट गर्न गइरहेको छु उगेन मुक्तानको ठग लाइफ हैन नजिस्कीलाई ठ्याक्क रिप्लाई गरेर ठग लाइफ भन्ने गीत झारिसकेको छ हैन डिस रिप्लाई ब्याक गरिसकेको छ र यो गीत चाहिँ कस्तो होला प्रायले सुने होला हैन तर आज रिएक्सन हेर्दिन कस्तो छ हैन मैले चाहिँ हेरेको छैन एकदम कस्तो छ लेट्स गो ल ल ल ल ल ल ल ल कस्तो हेर्दिन एकटा Fauzi. चार्ज टु प्रोजेक्ट हैन प्रोजेक्टले गरेर चाहिँ प्रोजेक्ट चाहिँ मलाई एकदम प्राउड लाग्यो अनि ठीक छ लेट्स सही 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 यसमा चाहिँ दोङलाई हुन्छ नि दोङको त पर्सनल कुराहरू होइन जुन कुरा चाहिँ अब भाउजूलाई थाहा छैन त्यो कुरा चाहिँ उरियन मुक्तालाई थाहा रहेछ होइन अनि त्यो कुराहरू अब भनौँ भने कसरी भनौँ टाइपको हुन्छ नि पोल खोल्न लागिरहेको छ होइन तर खोलिरहेको छ नि खोल्छ कि के हो होइन कस्तो छ हेरिदिउँ है केटा ए ल पर्सनल कुराहरू भए रहेछ होइन तर भन्दिनँ किनकि होइन भनौँ कसरी भनौँ फेरि चित्त कसरी दुःख आफ्नो नानाको होइन आफ्नो दिदीको भनिरहेको छ होइन पर्सनल कुराहरू छ होइन पर्सनल होस् होइन नखुलोस् भन्न चाहन्छु दामी थियो है वाल 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 बाबा लामालाई होइन यता मोडा उता मोडा म मेरो ठाउँको सान किन पछि के अरे किन पछि हट्ने हो र भन्दा छ क्या होइन कालो मुसो दलेर तँलाई घुमाइदिन्छु कोरा मेरो के अरे घुमाइदिन्छु कोरा होइन साइको बवाल केटाहरू छ हाम्रो पनि टोलमा हारेको अति बवाल है अति बवाल सही किनकि अस्तिको पार्टी चाहिँ उदयन मोक्तान भन्नुहोस् दोङले चाहिँ के भनिरहेको थियो नि टोलमा जोस एकदम ग्याङ्स्टर भाइको टोलमा खतरा खतरा केटाहरू छ होइन बवाल बवाल केटाहरू छ एकचोटि गऱ्यो भने टाइपको जोस आफ्नो ग्याङ खतरा छ भनेर एउटा देखाइरहेको थियो र उदयन मोक्तानले त्यसको नै रिप्लाई गरेर होइन तेरो मात्र टोल भएन हाम्रो टोलमा पनि साइको केटाहरू छ बवाल बवालहरू छ भनिरहेको छ है बवाल सही सही कुरा बवाल यार हामी रुटबाट आएको हाम्रो ब्रदरहुड देखेर तेरो मुख किन कालो रे क्या सही लाग्यो यो चाहिँ अति भयो किनकि हुन त सब रुटबाट हो होइन किनकि फ्रेन्डसिपहरू भनेको मुनिदेखि नै थियो होइन तर हाम्रो फ्रेन्डसिप देखेर चाहिँ तेरो मुख किन कालो रे क्या हुन्छ नि दोङले भनिरहेको थियो नि त भिडियो डाइरेक्टली नभने पनि मेरो कम्पिटिसन तेरो के तेरो साथीसँग तर त त्यसको पछि पछि भनेर भनिरहेको थियो नि त अनि त्यसको रिप्लाई चाहिँ अनि हामी रुटदेखि नै सँगै थियो र हाम्रो ब्रदरहुड देखेर चाहिँ तेरो मुख किन कालो रे क्या हुन्छ नि अनि तेरो तयारी 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 भन्दा तयारी गरिस् तर तेरो भयो लास्ट लामो टाइपको दिइरहेको थियो र तयारी चाहिँ दोङको एल्बम थियो होइन बवाल बवाल सही सही है यसमा पनि दामी है 10वटा फ्लो तेरो तर केही थिएन टाइपको हुन्छ नि टोलमा हिँडिरहेको छु तर छाती फुल्लाएर किनकि दोङले टोलमा हिँड्न गाह्रो पर्ला टाइपको दिइरहेको थियो अस्तिको जुन नजिस्कीमा होइन टोलमा हिँड्नु तँलाई के अरे गाह्रो पर्ला भनिरहेको थियो र यसमा चाहिँ टोलमा हिँडि नै रहेको छु तर म छाती फुलाएर टाइपको दिइरहेको छु क्या यो अति बवाल ल सही थियो है रिप्लाई चाहिँ रिप्लाई बवाल
बवाल बवाल बवाल किनकि तेरो साथी मेरो कम्पिटिसन भनिरहेको थियो अनि उर्गेन मोक्ताले के भनिरहेको छ भने के अरे त मेरो साथीको कम्पिटिसन रे त त्यसको नजिक पनि छैन अरे क्या भिटेनको त नजिक पनि छैन अरे यो अति डेन्जर रे यार अति डेन्जर बदलिँदैछ सब बदलिँदैछ हुन्छ नि अनि हावाको साइन नला निशाना बदलिँदैन अरे क्या किनकि उनीहरू दोङले चाहिँ अस्तिको नजिस्कीमा चाहिँ के भनिरहेको थियो भने साइनो केलाउने हो भने चाहिँ त मेरो सालो पर्छ भनेको थियो अनि यहाँ उर्गेन मुक्तानले चाहिँ के भनिरहेको छ भने हावाको साइनो नला के अरे निशाना बदलिँदैन अरे क्या तैँले साइनो लगायो भने तँलाई म छाड्दिनँ होइन ब्याक टु ब्याक दिन्छु टाइपको दिइरहेछ क्या जतिसुकै साइनो ला होइन तर तँलाई म छाड्दिनँ टाइपको दिइरहेछ क्या बबा लाग्यो सब रिप्लाई जुन जुन दोङले दिइरहेछ नि त्यसको रिप्लाई गरिरहेको छ यो दामी थियो दामी सही 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 यो पनि दामी थियो होइन उर्गेनको अब दोङ यसो हिसाबले त्यो गीत सुन्यो हो भने उर्गेन मुक्तान चलेको छैन टाइपको दिइरहेको थियो होइन तर उर्गेनको घोडा होइन उर्गेनको घोडा नचल्यो भने डाँडा काँडा दौडिरहेछ अरे क्या किनकि घोडालाई बाटो चाहिँदैन नि त होइन घोडालाई सानो बाटो भए पनि हुन्छ होइन खासमा यसो रोड चाहिँदैन होइन एउटा वे चाहिँदैन खासमा घोडालाई चाहिँ जहाँ पनि गइदिन्छ भन्ने हिसाबले क्या त्यो हिसाबले दिएको छ यो चाहिँ मलाई बवाल लाग्यो मलाई फेभरेट है यो लाइन चाहिँ अति फेभरेट लाग्यो बवाल थियो यार अति बाबा निस्किन खोज्छ तर निस्कन सक्दैन बन्द हुन्छ त्यो हलचल टाइपको ए बवाल यो नि अति धाल्थ्यो यार अति भन्थ्यो किनकि के भन्दा चाहिँ नि दोङलाई भिडियो पनि फ्रीमा बनाउँछस् कि क्या हो रे किनकि आजभोलि अब दोङको भिडियोहरूमा पहिलातिरको जस्तो कन्सेप्ट वाइज हुन्छ नि अनि अलिकति दामी आउँदैन नि त किनकि अब जे होस् मैले भन्न खोजेको उयोले चाहिँ के भन्न खोजिरहेछ भने भिडियोमा केही खर्चै छैन फ्रीमा गर्छस् कि क्या हो टाइपको दिइरहेछ होइन भिडियो पनि त्यस्तै टाइपको झरिरहन्छ होइन अनि जो दामी दिएछ अति बवाल होइन सही हो बवाल 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 सही थियो है सही थियो हो सही थियो भिडियो चाहिँ बवाल ला होइन क्राउडै नआए पनि एक्लै एक्लो उफ्री त्यसरी नचाइदिन्छु म अरे क्या क्राउडै नआए पनि एक्लै एक्लो उफ्री त्यसरी नचाइदिन्छु म उफ्री 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 भन्ने गीतको लाइनहरू थियो लास्टमा चाहिँ होइन जो त्यसमा मिलाएर हालेर रहेछ तर बवाल थियो होइन ठग लाइफ टाइटल नै ठग लाइफ अनि त्यो अनुसारको चाहिँ दोङको चाहिँ पोलहरू खोलिरहेको छ होइन अनि पैसा आएपछि घमण्डी भयो होइन पैसा आएपछि घमण्डी भयो तर त्यो पैसा कसरी आयो त्यो हामीलाई पनि थाहा छ सब ठगेर हो टाइपको दिइरहेको थियो क्या त्यो अघिको लाइनमा होइन त्यो मैले ठ्याक्क भन्नु बिर्सेछ जस अति बवाल थियो उर्गेनले नि यस्तो बवाल रिप्लाई गरिदियो होइन उर्गेन मुक्तान होइन उर्गेन दाइले पनि अति बवाल रिप्लाई गरिदियो दोङको नजिस्किने बवालै थियो र त्यसको हुन्छ नि त्यो दोङले भनेको हरेक लाइनहरूको चाहिँ यहाँ रिप्लाई गरिदिएको थियो क्या यो अति खतरा त्यो पनि 48 आवर्समा 48 आवर्स हो कि कति हो यार 48 आवर्समा होला सायद रिप्लाई ब्याक गरेको छ र यो काम चाहिँ फोजेटले गरेको छ उर्गेन मुक्तानको डिस नि अति बवाल लाग्यो होइन अनि मलाई चाहिँ अलिकति फेभरेट पार्ट लागेको चाहिँ उर्गेनको घोडालाई के अरे उर्गेनको घोडा नचले पनि
के अरे हेरिदिन्छ डाँडा काँडा के भन्नु थिएन त्यो अति बवाल लागेको थियो होइन जोस् दामी थियो होल प्रोजेक्टले मलाई बवाल लाग्यो होइन हुर्गेन मोक्तानको अब दोङको चाहिँ रिप्लाई कस्तो आउँछ त होइन दोङले डिसरिप्लाई गर्ला कि नगर्ला होइन मलाई त लाग्छ यो हेरेर त स्योर गर्नै पर्यो गर्छ नै र एकदम वेटिङमा छु दोङको रिप्लाई कहिले आउला त्यो एकदम वेटिङमा छ कुराहरूले र आजको भिडियो कस्तो लाग्यो लाइक गरौँ कमेन्ट गरौँ अनि त्यसपछि सब्सक्राइब गरिदिउँ होइन उर्गेन मोक्तान हाम्रो उर्गेन दाईको पनि म लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु सबले गएर त्यहाँ लाइक एन्ड सब्सक्राइब के गर्नु होला र मेरो पनि च्यानललाई लाइक एन्ड सब्सक्राइब टु माई च्यानल अल्सो भन्दै आजको भिडियोबाट बाई टाढा बाई गुड बाई भन्दै आजको भिडियो यति नै